हाम्रो शरीरमा सबैभन्दा महत्त्वपूर्ण अंग के हो? दिमाग हो नि, हैन र? यदि कसैले आफ्नै दिमाग आफूले नै खाइदियो भने के हुन्छ? बाँच्न त सक्दैन, हैन र? तर एउटा जनावर यस्तो छ, उसले आफ्नो दिमाग आफै खान्छ र पनि बाँचिरहन्छ। यसको नाम हो सी स्क्वाड। यो सानो चिचिलो जेलीफिश जस्तो समुद्री जनावर हो। जब यो सानो बच्चा हुन्छ, यसको दिमाग हुन्छ। त्यो दिमाग प्रयोग गरेर नै ऊ समुद्रभित्र ढुङ्गा वा भित्तामा आफ्नो बस्ने ठाउँ खोज्छ। जुन क्षण उसले आफू बस्ने ठाउँ भेट्छ, उसले आफ्नो काम सकियो भन्छ र आफूले आफ्नै दिमाग खाइदिन्छ। हो, त्यो जनावर बाँकी जीवनभर बसिरहन्छ, न यताउति हिँडडुल गर्छ, न सोच्छ, न हलिन्छ। एक किसिमको बाँचिरहेको बोट जस्तो हो। वैज्ञानिकहरू भन्छन् सी स्क्वाडको जीवनमा दिमाग केवल खोजीको लागि मात्र हो। पछिको जीवनमा उसको शरीरलाई सोच विचारको कुनै कामै छैन, अनि त्यसैले त दिमाग खाने जनावर भनेर चिनिन्छ। होइन, हामी मानिसहरूलाई त हर बखत दिमाग चाहिन्छ, सोच्न, सम्झन, पढ्न। तपाईलाई यो कुरा कतिको अचम्म लाग्यो? कमेन्टमा लेख्नुहोस् है।